अन्टीमै भोट नआन्नेमा मलाई अन्टी नै नभन। बालाजी बाई बाई बा छोडिदिनु भन्छु सिधै छोडिदिनु। तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छु। अब हरे राम जप्ने बेला भएन। कांग्रेस पार्टी पत्ता साफ खेलमा आफ्नो काम गर खुलुखुलु। केपीओलीले दिएको भत्ता खाएर रोबीलाई भोट हाल्ने मन लाग्यो फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। यसो अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई? यो भातडा बनाउँछन् प्रधानमन्त्री। भ्रष्टाचारी भातडै। केपीओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु, उसलाई त हात मिलाएर उठ्या पर्पाले मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको। तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोट हाल्ने भनेर बेच्नु भने आफू सुने त मेरो त उल्टो को सुनेको। केपी ओली हेलिकप्टर चढेर भाग्यो तपाईहरु सबैलाई थाहा छ? पालेम शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नु पर्छ। रकेट भाइ रकेट। तपाईँ ओलीकै एरियामा बसेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ? गदारी भन्न चाहन्छु। के चाहन्छु है यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट कोही छैन कोही। है? त्यो झोलेहरू त होला नि अब। त्यो झोलेहरू त होला नि अब। तपाईँहरू चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट? यो 0% सन्तुष्टि 0% हामी मनका कुरा अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला।